छोरी छोरी म डाँडामाथि घाम आइसके कति सुतेको हो कि यो छोरी कति कराम भएको आमा तपाईँ पनि एकैछिन सुत्न दिन्न भनेको त सुतेर हुन्छ अझै उहाँ 12 भाइ भएर काममा गइसके उठ आमा पनि एकछिनमा उठ्छु भनेकै त छु नि म बारीमा काम गर्न जाने हैन 12 भाइसँग मलाई केही थाहा छैन त उठेर खुरुप्प खाना बना है म वहाँ बारीमा कति काम छ म बारीमा काम जान परेन या आमा त्यति चाहिँ अब खाना बनाएर गए भइहाल्छ नि हेर न हेर अझ आमालाई पो काम लाउँछ मलाई केही थाहा छैन खुरुक्क उठेर खाना पका जा कामबाट आउँदा खाना पाएको हुनुपर्छ फेरि मैले जाने छु नि आजकलका छोराछोरीलाई केही भन्नै नहुने भित्र गएर भात पका जा भनेको मलाई वहाँ बारीमा जाने कति काम छ वहाँ कता गयो मेरो चप्पल बाह्र छोरा 13 नाति बाजे झोक्रो काँदै माथिको हो रहेछ जति भयो नि आफ्नो दुःख कहीँ जान्नु उसैले केही गर्ने होइन खाने बेला मिठो मिठो खोज्छन् बेउडा बेउडी तँ पेट पोलेर आउँछ के भन्नु तिम्रो दाइसँग मेरो छोरा प्रकाश आछ कि भनेर म खोज्न आके ए हो र मैले त प्रकाशलाई देखेकै छैन बरु तिमीले कतै देख्यौ कि मैले के देखे भने भन्छु है आमा ए ल ल हुन्छ नानी है म गए हस् सावित्री दिदी कता हुनुहुन्छ दोकान त खुल्लै रहेछ हजुर हजुर ए नमस्ते नमस्ते बहिनी म त को आयो भनेको त हाम्रो बहिनीहरु पो आउनु भर्छ ल आउनु बस्न आज कताबाट आउनु भयो त नि के कामले आउनु भयो थियो बस्सम आउनु बस्नु सानो काम थियो दिदी आएको हो र के कति कामले आउनु भएको थियो म पानी लिएर आउँछु है पानी पर्दैन पानी खाएर आएको दिदी बरु हजुरसँग सानो काम थियो सल्लाह गर्न थियो त्यही भएर आएको के कामले आउनु भयो थियो कुन्नी
अब एउटा कुरा भन्न थियो भनौँ कि नभनौँ किन नभन्ने नि भन्ने नि पछि झन् कुरा बिग्रिन्छ के होला र त्यस्तो कुरा स्पष्ट पारेर भनिदिनुहोस् न मलाई बरु के हुनु नि सावित्री दिदी हजुरको छोरो त साह्रै बिग्रेको छ होइन सीता बहिनी तिमीले यो के कुरा सुनाउँदैछौ मलाई सीताले भनेको कुरो सही हो नि त हेर्नु सावित्री दिदी तपाईँको छोरा गाउँ गाउँ बराली ल्याउने रक्सी खाने चुरोड खाने नराम्रो नराम्रो गलत गलत बाटोमा हिँडिरहेछ सम्झाउनुहोस् है हजुरले अरू गाउँका केटाहरूलाई पनि बिगार्ला होइन त्यो कुरा भन्छ तिमीले यस्तो मेरो यति सोझो छोरालाई के बाटे भन्ने अब हामीले त देश देख्यो त्यही भन्न आएको के अरे अब रिसाउनु हामी त गयौँ आफ्नो आङमा चाहिँ भैँसी हिँडेको देख्दैन न अर्का आङमा जुम्रा झाडीहरू कालीबुढी पानी ल्याउ न पानी खाम पानी पनि आफै सारे खान सक्दैन मलाई माग्छ भित्र गएर आफै पानी सारे खान सकिन्न ल गर्मी छ अब तिमी घर आछौ आमा ल्याउ भन्छ मागेको राम्ररी गाले हुने कुरा सुनाखान मलाई यहाँ अनि के सुनाए सुनाउँदैनन् अगतिलो गरेर हिँडेछु बिग्रिँदै हिँडेछन् सुनाउँदैनन् अनि मैले चाहिँ त्यस्तो के गरेको नि अनि खै त के गरेछु गाउँपरिकाले देखेर भने खान मलाई यहाँ चुरोड खान्छ सरे सुटी खान्छ सरे के जाति खान्छ सरे भनेर भने खान मलाई यहाँ के हो अब भन यहाँ मलाई कुरा त्यस्तो केही पनि होइन अहिलेको परिस्थिति अनुसार चल्नुपर्छ अन्त्यबाट मैले कति दुःख गरेर पालेर हुर्काएर अनि अहिले तिमीहरू चाहिँ तिमीहरूकै भरोसा मानेर बस्ने तिमीले बिग्रिन पाउँछौ अहिले हेर्न रिस अझ जान रिस बारी खान जान पर्ने ए केसरी ए बुढी बारीमा जानु अबेला भइसक्यो चिया बनाएर ल्याउन छिटो जानु पर्ने बारीको काम कति बितिसक्यो ए भगवान् यस्तो पाराले त के गर्ने हो खोइ कति कसोच गरेको बिहानबाट खचखच भन्दा अरू केही छैन अनि कति बेर नि जान अबेला भन बारीको काम छोरो खोइ मोबाइल दिएर उनी भित्र बसालिहाल्यो नि तिमीले ओहो नि यो छोरो पनि पछि यहाँ बाहिर आइज छिटो यहाँ चिया खाएर बारीमा जान पर्यो तेरा बाले यहाँ बसे खान गरे हैनन् कहाँ गयो यो खोइ आउँदैछु छिटो आइदेन ढिलो भइसक्यो सब काम बारी काम कति गरिसके अनि बिहानबाट कराको गराइ गरेर हुन्छ त अनि कच यता गर्ने म कम्प्युटर हो र बिहानबाट यता गरेछ उता गरेछ एकछिन हात खाली छैन कम्प्युटर हो र फेरि चिया बनाएर ल्याऊ भनेको कस्तो उधारिएको हो बोली पनि छिटो गरेर जानुपर्छ सबले भ्याए को भनेको त छोरालाई सम्झाउने 24 घण्टा मोबाइल चलाएर बसेको छ यसरी हुन्छ सबले आधा काम भ्याएर आइसके घर अरू काम भ्याएर घर आउँछन् हाम्रो यी हातमा चियाले हिँड्नु पर्यो जाने होइन जाने हो हिँड्नु त अब के मोबाइल चलाएर पुगेन अझै कति गराउनु पर्दा पनि उता त्यो छोरीलाई भाडा दिन गएको मान्छे कहाँ गयो यत्रा बेरसम्म पनि नआउने होइन यो छोरी पनि कहाँ गयो कि यत्रा वर्षभित्र भात पकाउने भनेको कति बेर लाग्यो दुईटा भाडा खान पर्ने यत्रो भाडा खा जहिलेसुकै कर गर्ने हैन परेन अनि कति करायो कि सासू जस्तै गरे छोरी मान्छे भएर त्यही हो भन्ने आमालाई
अलिकति अनुशासनमा हुनु पर्दैन। दुईटा भाँडा धुन 2 घण्टा लाउने, भित्रमा भात पकाउन छ, चुला आगो बाले छैन, तेरा बार लाएर दाइलाई बल्ल बल्ल चिया खुवाएर पठाएमा बारीमा। हेर त जात कति काम छ बारीमा। बारीमा काम गरेँ मैले के गर्नु, यो घर यो खेत सबै तिम्रै छोराले त खाने, मलाई त अर्का अरू पठाइदिन्छौ। खाना तैँले खान पर्दैन, तैँले खान पर्दैन, तैँले खान नपर्ने भए पो कति जाति किन गरे कि हो। जा जा पहिला जान बिना मरे कि, पहिला गएपछि थाहा पाउनेस् बिहा गरेर बसिन् कति दुःख हुन्छ भन्ने कुरो। अहिले यहाँ आमालाई यति फर्काइछस्, पछि थाहा पाउँछस्। ल यी भाँडा धोएर लिएर जा, म यो लिएर जान्छु। बङ खान ए बा सकिने क्या यो खेत खनेर अहिले त। घर बसेर मोबाइल के चलाएको हुन्छ। के गर्नु त, घाम यस्तो छ। घाम पानी सबै सहन पर्छ किसानी भएर। लास्टै गरिम बो, म त सक्दिनँ। गए म त घरतिर। यति नगर्नु, त्यस्तो हुन्न भने सजिलो हुन्छ। ए बुढा के भयो फेरि? एउटा काम छ कि यहाँ त। के काम हो फेरि? बारी यहाँ यत्रो काम छ, बरु यहीँ आयो भयो। के काम हो? हुन्न के यहाँबाट भनेर यहीँ आउनु त नजिक आएर भन्ने काम हो के? के हो फेरि बिना मेसेको? के काम हो र? ए बा जाउँ त जाऊ, आमाले बोलाएको बोलाइसिन अघिदेखि। ए बेउडो कति बेला बाजाउनु र यहाँ मजाले ठगेर बसाउनु, यत्रो बारी खन्नु पर्दिन्छ। काम नभए क्यार्नु बोलाएको फेरि बिना मेसेको काम छैन। काम यत्रो बारीमा काम छ। कति कुरो हो फेरि एक्लै भन्नुपर्ने? सावित्राको कुरा हो के? फेरि हाम्रो छोरो पनि त्यस्तै कुरोमा लाएर बिग्रेला भन्नलाई हो कि? तपाईँलाई थाहा छैन र? कुरा त्यसको पो हो, छोडिदे अर्का छोराछोरी कुरा के गर्नु। हाम्रो बेउडो यस्तै छ। अब कति गाह्रो छ, यहाँ यत्रो काम छ। ल आइज बरु यतै। त्यस्तो भनेर कहाँ हुन्छ? हाम्रो पनि त छोरो छ, भोलि नै त्यस्तै कुलतमा लाएर हिँड्यो भने अनि के हुन्छ? अनि हिँड्यो भने बिगारी नै तिमी हौ। म हो बागाले चाहिँ झम्टिन आउँछ, मलाई टेर्दैन। बाउ गएर छोरा केयर गर्नु छैन। एउटा कुनै कुरो सिरियस रूपमा भन्ने हो कि? जति भने त्यही पुर्याउने। जति भने पनि मान्न परेन तपाईँको छोरो। बाउलाई दिन्छ अलि डर मान्ने हुनु पर्यो के? कसरी हुन्छ? मान्ने हुनु पर्यो। त्यसो भनेर हुन्छ? मात्रै गाली गर्ने के? छोरोलाई बिगार्ने आफैले, मलाई मात्रै दोष दिने। जे कुरामा पनि छोरो बिगारे नि त केही भन्ने होइन। अहिलेसम्म खनेको यही हो। हेर यो पारा के भन्ने? जति गरे नि देख्दैन नि बाउले त। यत्रो खनेको छु देख्नु यो यति हो, यस्तै हुन्छ। ए भयो गर्दिन म। गयो घरतिर। देखि रिसाएर भनेर हुन्छ? आज बेलुका छोराछोरीलाई मायाले फकाएर भन्ने होला के रे? रिसाले भनेर अब चक्लेट दिने बेला भन्छ छोरो यति खन्दै थियो, मायाले गरेको भए खन्डी थियो होला। रिसाले भनेर गयो हिँड्यो छोरो। कसको हो रे? आफ्नै होइन यो? आफै खन।
उता हुनुहुन्छ दिदी नमस्कार। नमस्ते शिला बहिनी, नमस्ते। कता के कामले आउनुभयो? एउटा कुरा भन्न आएको दिदी। के कुरा होला कुन्नी? तपाईँलाई एउटा कुरा थाहा छैन र? खोइ मलाई त केही पनि थाहा छैन। बाबु त साह्रै बिग्रेछन्, गाउँभरि हल्ला छ। चुरोट खानुहुन्छ अरे बाबुले, गाजा खानुहुन्छ अरे। हामीलाई त देखेर साह्रै मन दुख्यो। तपाईँ एकल महिला, त्यो छोराको मुख हेरेर बस्नु भएको छ, त्यो देखेर मन थाम्न सकेन। त्यही भएर भन्न आएको हामी त। तपाईँलाई थाहा छ कि नै? अलि बेलैमा होस पुऱ्याउनु होला है दिदी। बाबु कता के गर्छन्, अलिक केयर गर्नु होला, बेलैमा होस पुऱ्याउनु होला है। त्यही भन्न आएको हामी त। होइन के भन्दै हुनुहुन्छ हजुरहरू? अस्ति सीता बहिनीहरूले पनि मलाई यही कुरा ल्याएर सुनाउँदै हुनुहुन्छ। सबैले यही कुरा सुनाउने। अब बाबु आउँछ अनि बुझ्न पर्ला। राम्रोसँग बुझ्नु है दिदी, बेलैमा बुझ्नु। पछि बिग्रिसकेपछि बुझेर अर्थ छैन। अहिले टाइममा बुझ्नु होला, फेरि पछि सुधार केन्द्र लानु पर्ला नि। हामी त देखेको कुरा है, त्यही भन्ने हो, त्यही भन्न आएको। हल्ला छ सबैतिर, त्यही कुरा फैलिया बाबु बिग्रेछ भन्ने देखिया के गर्ने। हामी त अब हामीले भन्ने कर्तव्य भन्ने दिदी। अब हजुरले राम्रोसँग सम्झिनु बुझ्नु के गर्ने गर्नु होला। हामी त लागि जाऊँ नि। ल हिँड्नु। साँच्चै मेरो छोरो बिग्रेकै हो त। यता पनि दिदीबहिनीहरूले सुनाउनुहुन्छ, उता गए पनि दिदीबहिनीहरूले सुनाउनुहुन्छ। घरमा धरी पनि आएर मलाई भन्न थाल्नुभयो के। अब मैले यो कुरा नबुझी भएन। मैले राम्रोसँग बुझ्न पर्यो। मैले मेरो छोरासँग पहिला, अनि मैले के गर्नुपर्छ, अनि मैले गर्नु पर्यो। गाह्रो पो हुन थाल्यो मलाई त मेरो बाबुको कुरा सुनाउँदा त। हो प्रकाश बाबु कता हो? लुकुर कहाँ हो? हामी त यसो गाउँतिर जान्ला पनि। अनि निशान तिम्रो त के हो? आजभोलि त साह्रै डेकवेट पनि छैन। भित्रमै त कता कता डुल्छौ घुम्छौ, त्यो अत्तो पत्तो छैन गाउँघरमा। होइन हामी कहाँ डुल्दा छौँ र सर यार। मैले त बाबु प्रकाश यस्तो पनि सुनेको छु, साह्रै नराम्रो लाग्यो, दुःख लाग्यो। होइन हौ मिश्र सर, तपाईँले के चाहिँ सुन्नुभयो त्यस्तो? अरे प्रकाश बाबु, मैले सुनेको छु कि गाउँभरि आजभोलि तपाईँ गाँजा खानुहुन्छ, अनि साह्रै दुःख लाग्यो। आफ्नो भाइ भतिजा सम्झेर सम्झाएछु। आफ्नो घरको इज्जत सोच्नु, बुवा आमालाई थाहा भयो भने कति पीडा हुन्छ तपाईँको कारणले, होइन र? मिश्र सर त्यस्तो केही पनि होइन, हामीले खाँदैनौँ। होइन हामी कहाँ खान्छ, त्यस्तो केही होइन। मलाई पनि विश्वास त लागेको थिएन सुरुमा बाबु, तर सारा समाजले भन्न थाल्यो र साह्रै दुःख लागेर भनेछु कि भोलि तपाईँहरू जस्तो युवा समाजको त भोलि भविष्य बोकेर हिँड्नुभएछ र आज आएर यस्तो गर्नुभयो भने हामीलाई पनि भोलि त्यसको नराम्रो पछताप हुन्छ। पछताप हुने काम गर्नु हुँदैन। जे छ ठिक छ, अब राम्रो गर्नुपर्छ ल। मिश्र सर, हामी यस्तो कुलत सुलतमा छैनौँ। तपाईँलाई कसैले हाम्रो बारेमा भड्कायो होला नि, त्यो अर्को कुरा नसुन्नुहोस्। ल ठिकै छ प्रकाश बाबु, निशान बाबु। अब जे जस्तो भए पनि राम्रो गर्नु, कि अरूले भनेको सुन्ने भन्दा पनि तपाईँहरू राम्रो भयो भने पुग्छ। ठिक छ, मलाई विश्वास छ तपाईँहरूमाथि। अब म जान्छु ल। ल ल ल मिश्र सरलाई रोक रोक कहीँ नलाएको। कहाँ हुनु नि? साथीहरूलाई भेट्न होला। होइन बस यहाँ तसँग कुरा गर्छ। कहाँ जाने? के कुरा हो फेरि हिँड्ने बेलामा? के कुरा हो? कहाँ जान्छ? साथीहरूलाई भेट्न होला नि। किन जानुपर्छ साथीहरूलाई भेट्न? यहाँ तसँग धेरै कुराहरू गर्नु छ आज। कस्तो कुरा हो? घर बस किन हिँड्ने फाल्टु केटाहरूसँग किन जानु पर्यो? अब साथीहरूलाई भेट्नु हुँदैन? हुँदैन। अहिलेको जमाना परिस्थिति अनुसार साथीहरू जम्मै गलत छन्। अनि कहाँबाट हिँड्ने तिमीहरूसँग? किन भेट्ने तिमीहरूलाई? गतिलाई साथी भएको तपाईँ अगतिलाई खान गर्नु पर्यो नि। अगतिलाई गरेर हिँड्ने अन्त गर्दै हिँडिस्। तैँले के गरिस् गाउँभरि? तेरो हल्ला मैले धेरै सुनेको छु। आफ्नो काम गर क्या बुढीमा।
गरिदिइरहेको छु नि आफ्नो काम त तैँले पनि आफ्नो बानी सुधार न मान्छे हिँड्न लागेको हुन्छ हेर नि बिचारी ए प्रकाश प्रकाश यहाँ न यहाँ भनेको साइबी दिदीलाई सन्चो भएन जाऊ त जाऊ दौड त जाऊ जाऊ त जाऊ छिटो छिटो प्रकाश के भयो बुने त्यो हजुरको आमाले त के ढल्लुमा त सबै त गाउँहरु एकट्ठा भएर काम हिँड्नु त त्यो प्रकाश चाहिँ अहिलेसम्म पनि नआउने घर यस्तो भइसक्यो खतरा भइसक्यो दबाई बानी गाह्रो आयो बाबु प्रकाश तिमीले भनेको सबै कुरो मान्छु उठ्दैन आमा बाबु प्रकाश सम्हाल आफूलाई सम्हाल प्रकाश काका मेरी आमालाई उठा भन्थ्यो नि सरी बाबु सरी आमा उठ्नु आमाले भनेको सबै कुरो मान्छ आमा सबै कुरो मान्छ आमा उठ्दैौ न आमै आमा तिमी बाहेक मेरो संसारमा को छ हामी मलाई छोडेर नजाऊ न आमा ए प्रकाश बाबु अब के गर्छौ हुनेहार दैव नटार तिम्रो यस्तै रहेछ भाग्यमा आमा बितिहाल्नु भएछ त तिमी रोएर त फिर्ता आउँदैन अब बरु बेलैमा अब घाटतिर लैजाने तरकार गरौँ सबै मिलेर है बाबु अहिले भर्खर हेरिहाल्नु भयो प्रकाशको घरमा कस्तो घटना घट्यो र प्रकाशले त्यो कुलतमा नलागेको भए यस्तो घटना घट्न पाउँदैन थियो होला कतै तपाईहरू पनि यस्तै प्रकाश जस्तै कुलतमा लाग्नु त भएको छैन विचार गर्नुहोस् है यदि कुलतमा लाग्नु भएको छ भने प्रकाशको घरमा घटेको घटना जस्तै तपाईको घरमा पनि नघट्ला भन्न सकिँदैन त्यसैले आजैबाट कुलत त्यागौँ र राम्रो बाटोमा हिँडौँ